सम्पूर्णमा नमस्कार मित्रहरू। आज म यहाँहरूलाई नेपाल कृषि अनुसन्धान परिषद नागरकन्थर रहेको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले विकास गरेको रामपुर हाइब्रिड 10 को बिउ उत्पादनको लागि लगाइएको क्षेत्र मर्नी गाउँपालिका वार्ड नम्बर 6 भुता सिन्धुलीको केही दृश्यहरू देखाउन गइरहेको छु। खास गरी यो बिउ उत्पादन कार्यक्रम चाहिँ कृषि विकास कार्यालय सिन्धुली, राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुर चितवन र मरिन गाउँपालिका सिन्धुलीको सहकार्यमा सञ्चालन भइरहेको छ। गत सालमा सिन्धुलीको हरिहरपुर गढी गाउँपालिका क्षेत्रमा पनि बृहत रूपमा रामपुर हाइब्रिड 10 को मकैको बिउ उत्पादन भएको थियो भने यसपाल मरिन गाउँपालिकाको वार्ड नम्बर 6 भुता सिन्धुलीमा पनि बृहत रूपमा अन्य किसानहरूलाई अर्को सिजनको लागि स्रोत बिउको रूपमा बिउहरू उपलब्ध गराउनको निमित्त रामपुर हाइब्रिड 10 को बिउ उत्पादन कार्यक्रम सञ्चालन भइरहेको छ। यो जात चाहिँ हाम्रै स्थानीय हावापानी माटो सुहाउँदो जात भएको कारणले गर्दाखेरि यसको उत्पादनको हिसाबले एकदम राम्रो रहेको छ।